जय मसी। एकजना मित्रले भन्नुभएको थियो, भाइ तिमी खैरेको किताब पढेर स्वर्ग त जाँदैन होला, विदेशी धर्म। अनि तिमी किराँत हुँदा, बौद्धिस्ट हुँदा, हिन्दू हुँदा पुराण पढ्यौ, भगवत गीता पढ्यौ, भाइ हेर्दा अलिकति उमेर खाएको देखिने रहेछ। यो कुरा आज सबैले बुझ्न आवश्यक छ। प्रिय मित्र, कुनै पनि धर्म स्वदेशी वा विदेशी हुँदैन। कसरी? यो कुरा म भन्दैछु। तपाईले पनि अवश्य कुनै एउटा धर्म मान्नुहुन्छ होला वा कुनै ईश्वरलाई अवश्य मान्नुहुन्छ होला। तपाईले भगवत गीताको कुरा गर्नुभएको थियो, त्यसैले म कृष्णको उदाहरण लिँदैछु। कृष्ण मथुरामा जन्मिनुभयो र गोकुलमा हुर्किनुभयो। कुरुक्षेत्रको युद्ध मैदानमा अर्जुनले मनको द्वन्द्व र शंका व्यक्त गरेपछि कृष्णले अर्जुनलाई भगवत गीताको ज्ञान दिनुभएको थियो। अब तपाईको अनुसार कृष्ण मथुरामा जन्मिनुभयो र मथुरा इन्डियामा पर्छ। के तपाईले अब कृष्णलाई इन्डियन भन्नुहुन्छ? र इन्डिया पनि नेपालको लागि विदेश हो। अब तपाईले कृष्णलाई अनि हिन्दू धर्मलाई विदेशी धर्म मान्नुहुन्छ त? अवश्य पनि होइन। जुन समुदायले कृष्णलाई सबै थोक मान्नुहुन्छ, उहाँको लागि कृष्ण उहाँको सर्वोपरि हो, उहाँहरूको ईश्वर हो। स्वदेशी या विदेशी अवश्य पनि होइन। त्यस्तै येशू ख्रीष्ट हाम्रो लागि सबै थोक हुनुहुन्छ, हाम्रो परमेश्वर हुनुहुन्छ। सारा संसारको मालिक उहाँ नै हुनुहुन्छ। सारा ब्रह्माण्ड उहाँले नै बनाउनु भएको। अब तपाईले कुन आधारले भन्नुहुन्छ विदेशी धर्म भनेर? प्रिय मित्र, यो पृथ्वी जस्तो अरबौं ग्रहहरू अन्तरिक्षमा घुमिरहेका छन् र ती अरबौं ग्रह मध्ये पृथ्वी एउटा सानो ग्रह हो र त्यसमा पनि 195 वटा देशहरू रहेका छन् र त्यसमा पनि भौगोलिक हिसाबले सानो तर सुन्दर देश नेपाल छ। अब यी सबै थोक बनाउनु हुने परमेश्वरलाई नेपालको कुनै एउटा सहरको कुनै कुनामा बसेर तपाईले भन्दै हुनुहुन्छ विदेशी धर्म, विदेशी परमेश्वर? एकछिन नातिनुहोस्। अब हिन्दू धर्मशास्त्र अनुसार यो सारा ब्रह्माण्डको सृष्टिकर्ता ब्रह्मा हुनुहुन्छ र विष्णु पालनकर्ता हुनुहुन्छ अनि शिव पाप विनाशक हुनुहुन्छ र त्यसमा तपाईको विश्वास छ, भरोसा छ र गहिरो आस्था छ र तपाईको आस्थाप्रति हामीलाई सम्मान छ। कति मानिसहरूले एउटा सानो मिलेको ढुङ्गामा पनि ईश्वर देख्नुहुन्छ र त्यसलाई सम्मान साथ पुज्नुहुन्छ किनभने त्यसमा तपाईको आस्था छ। र म फेरि पनि भन्छु, तपाईहरूको आस्थाप्रति हामीलाई सम्मान छ। त्यस्तै हाम्रो लागि सबै थोक हाम्रो भरोसा, हाम्रो विश्वास प्रभु येशू ख्रीष्ट हुनुहुन्छ र उहाँप्रति हाम्रो गहिरो आस्था छ भने त्यसमा तपाईको टाउको दुखाइ किन?